टिबिसा मेमोरियल कप 2082 अन्डर 16 मेन्स नेसनल क्रिकेट टुर्नामेन्ट आज हामी 5औं दिनमा आएको छौँ। 5औं दिनको यो म्याच जारी छ कालिम्पोङ क्रिकेट ग्राउन्डमा, जहाँ भिडिरहेको छन् घरेलु टोली कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बीचमा यो प्रतिस्पर्धा जारी छ। पहिलो इनिङको खेल सकिएको छ। 93 रनको लक्ष्य दिएको छ कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई। अब केही समयमा लुम्बिनी प्रदेश ब्याटिङमा उत्रिने नै छ। 93 रनको लक्ष्य लिएर हामी हेर्न सक्छौँ यो ग्राउन्डमा, कालिम्पोङ क्रिकेट ग्राउन्डमा स्टेज त्यहाँ रहेको छ। यस प्रतियोगिताका संयोजना गर्ने पदाधिकारीहरूको उपस्थिति त्यहाँ रहेको छ भने हामी यहाँ हेर्न सक्छौँ। दर्शक दीर्घामा पनि यहाँ टेन्ट लगाइएको छ, राम्रो व्यवस्थापन गरिएको छ र यहाँ दर्शक माझ दर्शक दीर्घामा हामी देख्न सक्छौँ बाक्लो उपस्थिति रहेको छ। आफ्नो घरेलु टोली कर्णाली प्रदेशको लागि र सपोर्ट गर्न आउनुभएको छ। र विशेषतः अझ यो प्रदेशको कुरो गर्दाखेरि क्रिकेट एसोसिएसन नेपालबाट घरेलु डोमेस्टिक प्रतियोगिता कुनै एउटा ठुलो प्रतियोगिता भनेको सम्भवतः पहिलो पटक रहेको छ कर्णाली प्रदेशमै। र सुर्खेत, कर्णाली प्रदेशको सुर्खेतमा वीरेन्द्रनगर स्थित दुईटा ग्राउन्ड, दुईटा भेन्यू तय भएको छ। दुईटा ग्राउन्ड फेरि 2-3 मिनटको आसपासमा नजिकै रहेको छ। यो गजबको प्रतियोगिता रहेको छ। कालिम्पोङ क्रिकेट ग्राउन्ड यो ग्राउन्ड नम्बर 1 लाई भनिन्छ। अर्को ग्राउन्ड हाम्रो वीरेन्द्र क्रिकेट ग्राउन्ड रहेको छ रङ्गशाला छेउमा, कर्णाली सुर्खेत रङ्गशालाको छेउमै रहेको छ त्यो ग्राउन्ड। यहाँ हेर्न सकिन्छ मिडिया बक्स बनाइएको छ, त्यहाँ डाइनिङ हल, डाइनिङ जोन बनाइएको छ अफिसियल्सहरूको लागि, आयोजकहरूको लागि भने परपट्टि हामी देख्न सक्छौँ। ग्राउन्ड स्टाफहरूको लागि पनि त्यहाँ जोन बनाइएको छ। मेडिकल डेस्क रहेको छ त्यहाँ। ग्राउन्ड स्टाफहरू आफ्नो कर्ममा लागिराख्नु भएको छ, पिच तयार बनाइराख्नु भएको छ भने म्याच अफिसियलको जोन पनि त्यहाँ रहेको छ। र छेउमै म्याच अफिसियल जोनको छेउमै रहेको छ डाइनिङ हल। त्यो डाइनिङ कटेज चाहिँ प्लेयर बक्स, प्लेयर्सहरू र म्याच अफिसियल्सहरूको लागि तयार भएको छ। यहाँ प्लेयर बक्स, दुईवटा प्लेयर बक्स तयार भएको छ। पछाडि परपट्टि हामी देख्न सक्छौँ टोयलेट, रेस्टरुमको पनि व्यवस्थापन गरिएको छ खेलाडीहरू र म्याच अफिसर्सको लागि भने। यहाँ अर्को मोबाइल टोयलेट रहेको छ। यो मोबाइल टोयलेट चाहिँ व्यवस्थापन राम्रो छ। मैले विशेषतः भन्दाखेरि व्यवस्थापन राम्रो छ। यहाँ क्यामेरा पर्सनमा ब्युटी सर्ट्सको लागि हाम्रो विशाल भाइ, वेयर इज विशाल भाइ? उहाँ प्रवेश गरे भित्र, त्यहाँ विशाल भाइ आउने नै छ। अहिले हाम्रो अर्को क्यामेरा पर्सन त्यहाँ छन्, मिड विकेटबाट लिइरहेको छ। उहाँ हाले स्प्रेडबाट छाता उडेर सर्ट्सहरू लिइरहेका छन्, भिडियोज गरिरहेका छन् भने हामी त्यो जोनमा देख्न सक्छौँ। हाम्रो नरेन्द्र भाइले त्यस जोनबाट स्ट्रेटबाट भिडियो सुट गरिरहेका छन्। नरेन्द्र मोदी अहिले छैन, अहिले ब्रेक रहेको छ। ब्रेकको टाइममा कहाँ छ, दारी पनि भनिन्छ, उनको उपनाम मोदी पनि रहेको छ। र त्यहाँ अर्को पनि एउटा जोन बनाइएको छ अडियन्सको लागि, स्कुले विद्यार्थी भाइ बहिनीहरूको लागि बनाएको छ। र त्यसकै छेउमा कमेन्ट्री बक्स पनि रहेको छ। हामी स्टेजको पछाडिपट्टि त्यो साइडमा कमेन्ट्री बक्स पनि रहेको छ। विशाल आउँदैछन् केही रेस्ट रुम गएर विश्राम गरेर, किनभने इट्स भेरी डेडिकेटेड इन हिज वर्क, सो ही हेज टु बी देयर इन द चेयर द होल डे सुटिङ द सिनारियो आउट हियर। किनभने जब क्यामेरा पर्सन त्यहाँ बसिन्छ एउटा पनि सर्ट्सहरू छोड्न मिल्दैन। द्याट इज देयर फर द ब्युटी सर्ट। जहाँ जहाँ उनले राम्रो सर्ट्सहरू देख्छन् क्यामेरामा कैद गर्ने नै छन्, त्यो भिडियोमा उनले कैद गर्ने छन्। सकिन्छ नरेन्द्र उर्फ मोदी इज गोइङ टु हिज प्लेस फ्रम वेयर ही सुट्स। आफ्नो कर्मको लागि जान्छन्, आफ्नो कार्यको लागि जान्छन्। नरेन्द्र प्लिज बी देयर। एकदम काममा उनी पोख्त छन्। एउटा पनि सर्ट, एउटा पनि बल फलो एउटा छुट्याएका छन्। मलाई सबैभन्दा बढी खुसी योचोटि यो प्रतियोगितामा नरेन्द्रबाट यो लागेको छ कि बल फलो एउटा छुट्याएका छैनन्। र विशाल भाइ त्यहाँ छन् ब्युटी सर्ट्सको लागि। एकजना भोलिन्टियरलाई पनि उनले साथमा राखेका छन्। किन राखेका छन् भने यो घामको ताप, घामको छायाबाट बच्नलाई भोलिन्टियर राखिवरी सायद टिप्स पनि दिइरहेका छन् क्यामेरा सुट गर्नको लागि। यो राम्रो पक्ष पनि रहेको छ। टिप्स पनि दिनुहोस्, तपाईँलाई सहयोग पनि मिलेछ भोलिन्टियरबाट। सही सोच रहेको छ क्यामेरा पर्सन विशाल भाइको। म अब केही क्षणमा कमेन्ट्री बक्समा आउने नै छु। जीवेश ओली, सुरेन्द्र चन्द्र, विराटजङ रायमा चाहिँ हामी कमेन्ट्री बक्समा छौँ। केही क्षणमा हामी कमेन्ट्री बक्समा जोडिनेछौँ। अहिले भने सुरेन्द्र चन्दले स्टार्ट गर्नेछौँ सेकेन्ड इनिङको पहिलो ओभर। सो द्याट म 5 ओभरपछि जोइन गर्नेछु। फर्स्ट इनिङमा धेरै
बेर बसेँ म अब भने केही छ आराम लिइरहेको छु र आराम भन्दा नि के आराम लिनु यो आरामको समयलाई मैले फेरि बसेर यहाँ भिडियो सुट गरिरहेको छु एउटा अब यहाँ यस्तोमा हामी देख्न सक्छौँ एमसिआरमा अब काममा फेरि फर्किएका छौँ दोस्रो इनिङ सुरु भएको छ सुरु त मेरो अघि भइसकेको छ अलमोस्ट 6 मिनट हुन आँटिसकेको छ यो रोकिनेवाला छैन निरन्तर रूपमा गरिरहेको छ यहाँ देख्न सकिन्छ केही गर्मीको अवस्था रहेको छ बुस्ट होइन बस्ट गावा खाँदै हुनुहुन्छ यसले फाइदाजनक पनि हुने गर्दछ स्वास्थ्यको लागि पनि इन्स्ट्रक्सन गर्दै हुन्छ यहाँ एमसिआरमा बसेर डुइङ इज जब जोनमा देख्न सकिन्छ सुरेन्द्र चन्दु बादशाहलाई